अब कक्षा 1 देखि 4 सम्मका दादा दिदीहरूले 1 वर्षको हतारनामक नाटक लिएर हजुरहरूको सामु प्रस्तुत हुँदै हुनुहुन्छ। उहाँहरूलाई जोरदार तालीले स्वागत गरौँ। यो एउटा यस्तो कक्षा हो जहाँ उमेर अनुसारका बालबालिकाहरू खुसी हुँदै रमाइलो गर्दै सिकिरहेका छन्। यहाँ पढ्दै खोज होइन, खोज र सिर्जनाको यात्रा हो। आज छुट्टै भयो, कक्षामा जाऊ है। हेलो साथीहरू। हेलो। हामी त यस्तै हो। म तिमीहरूलाई एउटा कुरा देखाउँछु है। हेर मैले के बनाएको छु। वाह, कस्तो राम्रो कसरी बनायो। मैले ब्याट्री प्रयोग गरेर सबै बक्सहरू घुम्ने बनाएको हुँ। थाहा छ, म त गएको सालमा फन पार्क गएको थिएँ। त्यहाँ मेरीको नाम कसरी सर्छ भनेर सोचिरहेको थिएँ। यहाँ त सजिलै बुझ्यो। तिमीहरूलाई थाहा छ, यस्तो धेरै सामान हामी विदेशबाट आएका छौँ। तर म ठुलो भएपछि नयाँ नयाँ परियोजना बनाएर हाम्रो देशलाई धनी बनाउँछु। हेर त, मैले बनाएको जेनेरेटर बिजुली निकाल्छ। वाह, कस्तो राम्रो। तिमीले बत्ती गएको बेला प्रयोग गर्छौ हो? हेलो। शुभ प्रभात विद्यार्थीहरू। शुभ प्रभात गुरुबा। तिमीहरू ठिक छ नि? ठिक छ सर। क्रिया कार्य गर्यो? गर्यो सर। कति खाऊ त? ठिक छ, राम्रो छ। तिम्रो अलि ह्यान्डराइटिङ सुधार्नु पर्यो ल। आहा, यो त निकै उत्कृष्ट रहेछ त। तिमीहरू विज्ञानमा आउँछौ, तर भाषा पनि उत्तिकै महत्त्वपूर्ण छ। तिमीले बनाएको कुरा अरूलाई बुझाउन भाषा चाहिन्छ। अब भन त, यो कसरी बनायौ? मैले ब्याट्री प्रयोग गरेर सबै बक्सहरू घुम्ने बनाएको हुँ। शाबास, हाम्रो देशलाई तिमीहरू जस्तै विद्यार्थीहरूको खाँचो छ। अनि सर, हामीले त अनि देश विकास गर्ने। ल, आज अगाडि यति नै। यसै गरी राम्रो काम गर्नु है सर। बगैँचामा मनपर्ने खाजा लिएर दिन्छु ल। खाँदै गफ गरौँ है। थ्याङ्क यू नलिमा। थाहा छ, म ठुलो भएपछि इन्जिनियर बन्छु, तर नाचलाई सधैँ मेरो पार्ट टाइममा रुचि बनाइराख्छु। तिमी त नाच्न धेरै राम्रो छौ, पक्कै सक्छौ। पढाइपछि म हरेक दिन 1 घन्टा नाच अभ्यास गर्छु। नाच्दा सबै थकान हराउँछ। मेरो साइड बिजनेस बनाउँछु। मेरो सङ्गीत शिक्षकले म राम्रो छु भन्नुभएको छ। ल, मैले आफै बनाएको धुन सुनौँ ल। तिम्रो धुन पछि सुन ल, बरु मेरो कुरा सुन। म त टेबल टेनिस खेलाडी भन्छु। यसले शरीरलाई तन्दुरुस्त बनाउँछ, मन पनि शान्त राख्छ। यो स्कुल त दमदार छ। झन् सबैजना त झनै दमदार छन्। झन् कविता म्याम त मेरो
हेरिका तिमीहरू सबै कुरामा ट्यालेन्ट छौ, तर आफूले गरेको फेरि आफूसँग गर्ने बानी छैन। आहा, दिमाग त चल्छ है। यस्तो दिमाग पढाइमा लगाएको भए 4 GB लिएर आउँथ्यो। मलाई पनि तिमीहरू जस्तै बुझ्ने आमा बुवा भइदिनु भए म यतिखेरसम्म नासामै हुन्थ्यो होला। तर के गर्नु, किताब खोले गीत लाग्थ्यो, आमा बुवालाई उठाउनै आउँदैन थियो। के भयो त राम्रै पाउनुहुन्छ नि होइन? लाइफ सेट छ नि। सेट त छ, तर सुन, जिन्दगी भनेको कमाइ मात्र होइन, रमाइलो र सिकाइ पनि हो नि। त्यसैले त हामी तपाईँसँग रमाइलो गरेछौँ। कति केही नानी बाबुहरू प्रिन्सिपलको अफिस। आज त तपाईँ कुरा गर्नुहोस् है। हुन्छ, म के कुरा गर्छु। नमस्कार म्याम। नमस्कार नेहाको आमा बुवा, बस्नुहोस् न। के छ हजुरहरूको हालखबर? ठिक छ। अनि हजुरको हालखबर के छ? मेरो हालखबर पनि ठिकै छ। हामी नेहाको घरमा केही कुरा गर्न आयौँ। तपाईँ निकै भाग्यमानी हुनुहुन्छ। नेहा निकै प्रतिभाशाली छिन्। उनले अतिरिक्त कार्यक्रममा पनि रुचि देखाएकी थिइन्। विद्यालयप्रति हामी निकै नै आभारी छौँ। यस हप्ता विज्ञान प्रदर्शनीमा उनले मेरीगो-राउन्ड बनाइन्। तर म्याम, नेहालाई यो वर्ष कक्षा 2मा होइन, कक्षा 3मा राख्नुपर्छ। सर, उनी जम्मा 6 वर्षकी छिन्। उनले अहिले रमाउँदै सबै कुरा सिकिरहेकी छिन्। ऊ माथिल्लो कक्षामा पनि राम्रो गर्छिन्। म ढुक्क छु। त्यहाँ उनले धेरै आधारभूत कुरा छुट्याउने छिन्। त्यो कुरा पुरा गर्न उनले थप कक्षा लिनुपर्ने हुन्छ। ठिक छ, हामी ट्युसनमा राखेर अनि घरमा पनि हेरौँला नि। उनी अतिरिक्त कार्यक्रम मन पराउँछिन्। त्यसका लागि समय पाउँछिन् त? पाउँछिन्, चिन्ता नगर्नुहोस्। म उकासिदिन्छु, तर उसको प्राकृतिक वृद्धि रोकिन सक्छ। ठिक छ, तपाईँ चिन्ता नलिनुहोस्। ल ठिकै छ, म कोसिस गर्नुला, तर उसको शारीरिक र मानसिक विकासमा असर पर्छ नि। ठिक छ, तपाईँ चिन्ता नलिनुहोस्। धन्यवाद म्याम। धन्यवाद। कति राम्रो बच्चा, कति राम्रोसँग आफ्नो शारीरिक र मानसिक वृद्धि लिइरहेको थियो। अब सबै रोकिने भयो। बिचरा नेहा। हेलो। हेलो।
हेलो ल आजको लागि यति नै यो गृह कार्य गरेर आऊ है। नेहा नेहा कहाँ गयो तिमी? छिटो आऊ, ट्युसन सर आइसक्नुभयो। छिटो खाऊ नेहा, छिटो, ट्युसन सर आइसक्नुभयो। आमा म घरिघरि पढ्ने मात्रै हो, पढे बाहेक संसारमा अरू केही पनि छैन। मलाई पनि साथीहरू जस्तो खेल्न मन लाग्छ, साइन्स प्रोजेक्ट गर्न मन लाग्छ। हामीहरूले यो सबै तिम्रै लागि गरेको हो छोरी। तपाईँ गर्नुहुन्छ मेरो भविष्यको लागि। कस्तो भविष्य जब मैले खाना पनि राख्न सक्ने चपाउने फुर्सद पाइरहेको छैन। कस्तो तिमी किन नरम? ठिकै छ छोरी, भोलिदेखि खाना ब्लेन्ड गरेर खुवाउँछु ल। तपाईँ भन्नुहुन्छ तर मलाई माया गर्नुहुन्छ, तर गर्नुहुन्न। म गत वर्ष खुसी नै थिएँ, साथीहरूसँग खेल्थेँ, पढाइमा राम्रो थिएँ, अतिरिक्त कार्यक्रममा राम्रो थिएँ। आज म कुनै कुरामा पनि राम्रो छैन। बिहान बेलुका पढेको पढे हुन्छु, त्यही पनि म पढाइमा राम्रो छैन। म के भएँ? मैले गल्ती गरेँ कि क्या हो दिदी? मलाई पनि त्यस्तै लाग्छ।